एस्टिमेट गर्ने बेलामा पनि के गरे त भन्दाखेरि अप टु प्लिन्थ अप टु फर्स्ट फ्लोर अप टु सेकेन्ड फ्लोर अनि रुफ गरेर गरे हो हैन तर एउटा कुरो त्यो कोरिङ छ नि त्यो बिचमा कसरी कोर्नुहुन्छ मलाई त्यो हल्का आइडिया दिनु के चाहिँ एकसँग त्यो कोर्नु भएको छ नि बिचमा त्यो चाहिँ कसरी कोर्नुहुन्छ के चाहिँ भन्नु त यो लाइन यो वाला के यो बनाउनुहुन्छ नि यो वाला हुन्छ सेपमा गएर बनाइन्छ कहाँबाट ओ इन्सर्टमा जाने त्यसपछि सेप्स भन्ने हुन्छ यहाँ कहाँ छ हौ गएर सेपमा यहाँ गएर सेप्समा जाने अनि लाइन त हुन्छ त बनाउनु यस्तो हो अनि यो लाइन यसलाई यसरी मिलाउने हो आफै ओ टेन्टेटिभ हो एक्ज्याक्ट होइन एक्ज्याक्ट त अब यता क्याडबाट पनि लान मिल्छ लान चाहिँ तर हामीले गर्ने चाहिँ यसरी हो है यो खासै ड्रइङहरू पनि गराएर हुँदैन हामीले मात्रै गराएर सिकाउने गरे हो नत्र खासै यो बिबिएसमा ड्रइङ हुँदैन क्या डाइरेक्टली लेखिदिया हुन्छ जस्तो अब यहाँनिर हेर्नु हो भने तपाईँ ड्रइङमा जानु त ड्रइङमा तपाईँहरूले सुरुमा हेर्नुपर्ने कुरा भनेको चाहिँ अब जस्तो हामीले प्लिन्थभन्दा तलको गइरहेको छ नि त प्लिन्थभन्दा तलको गइरहेको छ भने सुरुमा के हेर्नु पऱ्यो फुटिङ हेर्नु पऱ्यो होइन त फुटिङ हेर्ने हो भने फुटिङ लेआउट प्लानमा जानु पऱ्यो हो फुटिङ लेआउट प्लानमा हेर्नुहुन्छ भने प्लिन्थ बिम भयो प्लिन्थ बिमभन्दा अझै अगाडि होला नि होइन यो ट्रेन्स लेआउट भयो यो चाहिँ फुटिङ लेआउट प्लान भयो भनेपछि हामीले यो फुटिङमा के गर्न आइरहेको हो त भन्दाखेरि सुरुमा यसको आरसिसी मात्र निकाल्न खोजिरहेको है अरू त हामीले निकालिसक्यौँ नि त उता होइन अब यहाँनिर आरसिसी हाल्ने बेलामा चाहिँ यो 18 जस्तो कति कुन कुन टाइपको फुटिङ रहेछ भने त एउटा IF1 भन्ने फुटिङ रहेछ एउटा IF3 भन्ने रहेछ एउटा IF4 रहेछ एउटा IF2 पनि होला होइन कतै भनेपछि अब सुरुमा मानिदिउँ मैले IF1 भन्ने फुटिङको लागि गर्न खोजेँ ठिक छ IF1 भन्ने फुटिङको साइज कति छ भने त 1000 बाई 1000 छ हो र अब 1000 बाई 1000 छ भने यसको पहिला के हेर्नु पर्यो सेक्सन हेर्नु पर्यो कसरी रेन्फोर्समेन्ट हालेको छ भनेर त्यसको लागि त यो फुटिङको स्ट्रक्चर ड्रइङमा जानु पर्यो नि त हो यसको स्ट्रक्चर ड्रइङ कहाँ छ त भन्दाखेरि यहाँ छ है त जस्तो यो फुटिङ हो फुटिङ F1 को तपाईँले हेर्नु हो भने स्ट्रक्चर ड्रइङ यस्तो छ दिवार यसरी हालेर रहेछ हो 12 को 150 बोथ वेजमा हालेको छ भनेपछि अब सुरुमा फुटिङको लागि हेर्ने हो भने चाहिँ हामीले यो दुईटा जालीको निकाल्न खोज्यो के यो डन्डी र यो डन्डीको ठिक छ यो डन्डी एउटा यो डन्डी ठिक छ नि भनेपछि यो दुईटा डिरेक्सनमा हुने भयो ठिक छ अब यहाँनिर बार कतिको छ भने त 12 को छ हो 150 सेन्टिमिटर सेन्टर छ अनि हामीले के गर्छौँ त भन्दाखेरि फुटिङमा यता पनि क्लियर कभर छोड्छौँ यता पनि क्लियर कभर छोड्छौँ नि होइन त्यो कति छोड्छौँ भन्नु त फुटिङको केसमा हो भने 50 छोड्ने हो नर्म्सले त्यही भन्छ हो त्यो हो भने जस्तो 1 मिटरको फुटिङ छ भने यता 50 छोड्नु पर्यो यता 50 छोड्नु पर्यो बाँकी रह्यो कति 0.9 ठिक छ 900 बाँकी रह्यो बोथ वेज हो नि त होइन त्यसपछि यो भनेको चाहिँ 0.108 छ नि यो भनेको चाहिँ हामीले के गरेको त भन्दाखेरि यो जुन हाम्रो 12 mm को छ 12 mm को लागि हुक लेन्थ निकाल्न खोजिरहेको हो प्राय हाम्रो हुक लेन्थ भने कति राख्ने गरिन्छ त भन्दाखेरि 10.5 राख्ने हो प्राय 10.5 हो नि त 10.5 को ठाउँमा खासमा त्यसको नर्म्सले के भन्छ भन्दाखेरि 8 देखि 10.5 हो क्या 8.5 भयो नि हुन्छ 9.5 भयो नि हुन्छ 10.5 भयो नि हुन्छ हो भनेपछि हामीले के गर्छौँ त भन्दाखेरि हाम्रो सजिलोको लागि राखेको हो चाहिँ होइन जस्तो 108 भनेको चाहिँ के हुन्छ त भन्दाखेरि यो चाहिँ ट्याक्कै हेर्नुहुन्छ भने इन्चमा लाँदाखेरि चाहिँ एक्ज्याक्टली 3 इन्ची हुन्छ होला यो त 4 इन्ची हुन्छ होला ट्याक्कै एक्ज्याक्टली 4 इन्ची हुन्छ होला त्यो सजिलोको लागि चाहिँ खासमा हामीले के गरेको यसलाई चाहिँ 108 राखेको है त 120 आउँथ्यो तर 9.5 मात्रै गराएको छ क्या है अब तपाईँले 10.5 पनि गर्न पाउनु हो त्यसमा कुनै समस्या भएन है 8 देखि 10.5 हो जति राख्दा नै हुन्छ है त्यसपछि अब यहाँनिर हेर्नु हो भने डायमिटर अफ बार भनेको ड्रइङमै छ अब हामीलाई निकाल्नु पर्यो भनेको चाहिँ दुईटा कुरा निकाल्नु पर्यो कि एउटा नम्बर निकाल्नु पर्यो एउटा कट लेन्थ निकाल्नु पर्यो एउटा पिस चाहिँ कति लामो हुने भनेर निकाल्ने हो एउटा पिस कत्रो काट्नु पर्यो त भन्दाखेरि यो तीनटा जोड्ने होइन त 0.108 प्लस 0.9 प्लस 0.108 जोड्ने हो एउटा पिस त्यत्रो चाहियो भने कतिवटा पिस चाहियो भनेर निकाल्नलाई चाहिँ के गर्नु पर्यो त भन्दाखेरि पिस कसरी राख्ने भन्ने कुरा चाहिँ एउटा चाहिँ यो डिरेक्सनमा राख्नु पर्यो हो एउटा अर्को डिरेक्सनमा राख्नु पर्यो अब यो डिरेक्सनमा जसरी राखिन्छ अर्को डिरेक्सनमा पनि त्यही राखिन्छ किनभने लेन्थ सब सेम छ स्पेसिङ सेम छ हो
भनेपछि हामीले के हेर्नु पर्यो त भन्दाखेरि टोटल लेन्थ कतिमा राख्ने हो 0.9 मा राख्ने हो 0.9 मा 150 सेन्टर टु सेन्टर राख्ने हो भने यहाँनिर निकाल्ने हो भने 0.9 मा राख्ने हो 150 सेन्टर टु सेन्टर गर्ने हो भनेपछि कतिवटा आयो 6 वटा आयो खासमा हामी के गर्छौँ त भन्दाखेरि यो त यान हो यान प्लस 1 गर्छौँ के इन्डमा एउटा थपिन्छ नि त हो बुझिन्छ एउटा इन्डमा थपिन्छ भनेपछि 7 वटा हुने भयो एकतिर 7 वटा हुने भयो ठिक छ एकतिर 7 वटा हुने हो भने दुईतिर कतिवटा हुनु पर्यो 7 दुना 14 वटा चाहियो हो अनि हाम्रो IF1 भन्ने फुटिङ चाहिँ कतिवटा टाइपको छ त 6 वटा छ भनेपछि त्यो IF1 भन्ने कतिवटा छ भने चाहिँ यहाँबाट गर्नु पर्यो नि त IF1 कतिवटा छ यसमा एउटा दुईटा तीनटा 4 वटा 5 वटा 6 वटा छ अनि एउटामा कतिवटा लाग्छ 7 वटा लाग्छ भने हामीले हो अनि दुईतिर गर्नुपर्छ भनेपछि इन्टु 2 भयो बुझिन्छ बुझिन्छ नि हैन त्यस्तै अब IF2 को लागि हेर्नुहुन्छ भने IF2 भनेको 1.6 छ IF2 को साइज IF2 भनेको कता छ भन्दाखेरि यहाँ छ हो IF2 भनेको त 1900 को रहेछ हो 1900 छ भने 1800 दिनु पर्यो त यहाँ चाहिँ 1800 नै जोडेको थियो IF2 होइन त 1.8 दिनु पर्यो त अनि यहाँ कति दिनु पर्यो हजुर 1900 को छ त हेर तर यो होइन होला ट्रेन्ड यो हो त ट्रेन्ड यार 1600 भनेपछि 1500 ठिकै रहेछ है पहिला एकदम हुन्छ यत्रो मिस्टेक त नगर्नु पर्ने ल ठिक छ 1600 को छ त हैन 1600 को छ भनेपछि 1500 चाहियो हो 1500 यहाँ दिनु पर्यो लेन्थमा 1500 प्लस 1500 चाहिँ जोड्नु पर्यो हैन यहाँ चाहिँ मिस्टेक भयो 1.5 चाहिँ जोड्नु पर्ने हैन 1.5 अनि यो 0.108 यो पनि 0.108 जोड्नु पर्यो ठिक छ त्यसपछि अब नम्बरको लागि हेर्नु त 1.5 डिभाइड बाइ 0.15 होइन त हो नि हैन त्यसरी नै निकाल्नु पर्यो त्यसपछि अब यो IF2 भन्ने फुटिङ चाहिँ एउटा मात्रै छ हामीसँग भनेपछि एउटा मात्रै IF2 छ 11 एउटामा बुथ डिरेक्सनमा गरेर इन्टु 2 गरेर यति आयो ठिक छ बुझिन्छ हैन त्यसपछि IF3 बोथ वाइज हेर्नुहुन्छ भने IF3 भन्ने फुटिङ कत्रो छ भने त यो हो 1800 को छ हैन 1800 को छ भने 1700 यहाँ आउने भयो हो अनि त्यसमा त्यो दुईटा जोड्नु पर्यो हैन अनि त्यसपछि नम्बरको लागि हेर्नु त IF2 भन्ने फुटिङ जुन छ IF3 भन्ने जुन फुटिङ छ त्यो 10 वटा छ एउटामा 13 वटा चाहिन्छ बोथ वाइज गर्दाखेरि यति आयो ठिक छ बुझिन्छ त्यसपछि IF4 छ नि हैन त्यसरी नै निकाल्नु पर्यो है बुझिन्छ है अब कोलमको भर्टिकल बार हेर्नु त के चाहिँ यो 150 mm सेन्टर टु सेन्टर बोथ वेज त्यो सेन्टर त्यो हो भन्दा फर्मुला चाहिँ 10 यो चाहिँ यो हुकको कति 10 5 10 5 9 देखि 8 देखि 10 5 देखि 10 5 हुन्छ त्यसलाई के भन्छ बुझ्छ अलजाउनलाई लिने लेन्थ हो के नहल्लियोस् भन्नको लागि इन्करेज लेन्थ भन्दा नि भयो इन्करेज भनेको अलिक 10 5 लिन आछ स्ट्यान्डर्ड 10 5 into the diameter of the geometry. होइन 12 महिना में 130 र त्यसलाई त्यसमा ठिक छ अब हेर्नु अब हामीलाई चाहियो के को लागि यो कोलमको लागि हो अब यो कोलमको लागि हो भने हाइट त हामीले यहाँदेखि यहाँसम्म नाप्ने हो अप टु प्लिन्थ भनेपछि हो भनेपछि हाइट कहाँबाट आउने हो OG प्लस 450 माइनस क्लियर कभर गरिदिनु पर्यो हो यसको पहिला क्लियर कभर 50 अनि यो यसको साइज 12 हो 12 दुना 24 गइहाल्यो 25 गयो मानौ 50 प्लस 25 भनेको 75 गइगयो हो भनेपछि 75 mm माथि हुँदै रहेछ हैन किनभने रेस्टै गराएर राखिन्छ नि त हामीले प्र्याक्टिकल्ली हेर्दाखेरि पनि रेस्टै गराएर राखिन्छ भने अब यसको लेन्थ भने के हो OG प्लस 450 माइनस 75 गर्नु पर्यो
यो जालीको मुनि जालीको मुनि 2 इन्ची राख्ने भनेपछि जालीको 50 50 100 हो त्यतिबाट के हुन्छ 50 घट्यो हैन यो 50 घट्यो तलपट्टि 50 50 त्यसपछि यो यसको साइज 12 12 दुना 24 भयो भनेपछि 75 घट्यो नि त टोटलमा 75 बाट चाहिँ यो सुरु हुने भएको हो भनेपछि यसको लेन्थ निकाल्न सकिन्छ यसको लेन्थ कसरी निकाल्नु पर्यो भन्दाखेरि टोटल हाम्रो 1.5 प्लस 0.361 हो यो ओजी प्लस त्यो माथिको त्यसमा कति घटाउनु पर्यो 0.05 माइनस 0.025 घटाउनु पर्यो ड्रइङ यति एउटा गरेको छ एउटा गरेको छ 300 कति ल्यायो फिगर स्कुल हेऱ्यो हो त भन्ला एउटा अर्को ड्रइङ पनि छ क्या रेडी टु प्ले कुनै पनि ठाउँमा यो ड्रइङले गर्दा नि मिस्टेक हुन्छ क्या सुटिङ हेऱ्यो भने त सुटिङ त्यही रहेछ नि त्यही राख्नु होला केही भएन 450 रहेछ है त भनेपछि यहाँ 450 हाल्नु है त हामी चाहिँ 0.45 हालौँ 0.45 हाल्यो भने 0.875 आयो भनेपछि यहाँ कति लेख्नु पर्यो 0.875 लेख्नु पर्यो ठिक छ यहाँ पनि के गर्नु पर्यो त्यही 0.875 गर्नु पर्यो ठिक छ कनेक्टेड गरिदिँदा पनि हुन्छ है अब C1 भन्ने जुन कोलम छ नि हाम्रो C1 भन्ने कोलम जुन छ यहाँ ओजीको डिस्टेन्स 350 राखेको छ क्या फेरि जस्तो C1 भन्ने फुटिङ हो नि होइन C1 भन्ने फुटिङमा हेर्नु हो भने 4 बीचको छ 4 बीचमा छ हो भनेपछि डाइरेक्टली 8 बीचको राखिदिँदा भयो 8वटा 20 mm को हो C1 भन्ने फुटिङ अब कतिवटा छ भनेर हेर्नु पर्यो फेरि C1 भन्ने फुटिङ कतिवटा छ भने काउन्ट गर्नु है र यो लाइनमा छैन हो यो लाइनमा पनि छैन हो यो लाइनमा पनि छैन क्या हो यहाँ रहेछ हो C1 एउटा मात्र रहेछ हो C1 यहाँ पनि मैले निकालेको छ डाटा इन्टरसेक्सनमा C1 एउटा मात्र छ हो C1 एउटा मात्रै छ भने त 8वटा मात्रै हुने भयो अथवा C1 को नम्बर इन्टु 8 गऱ्यो भने डाइरेक्टली के आउने भयो टोटल नम्बर आउने भयो ठिक छ टोटल लेन्थ यो भयो अनि त्यसपछि त्यही अनुसार अरू क्वान्टिटी आउने भयो अनि यो के भन्छ भने क्वान्टिटी निकाल्नु उद्देश्य तर यसले त हुँदैन साइडमा ओरिएन्टेसनमा राख्दाखेरि क्लोराइड त होला नि समथिङ के हुन्छ रे त्यसपछि तपाईले त फुटिङको निकाल्नु यो डन्डी कति बजे त यो हिसाबले 3 मिटरको डन्डी आएको नि हो 3 मिटरको आयो तर साइडमा त तपाईको अल्टरनेटिभ हुन्छ 5 र 7 मा डन्डी काटेको हुन्छ त्यो हिसाबले त भएन नि ए होइन त्यो डन्डी काट्ने ट्याक्कै त यसरी काट्ने होइन नि त कसरी काट्ने डन्डी चाहिँ कसरी काट्छ भने यो त हामी अप टु प्लिनसम्म आयो हामीले एस्टिमेट मात्र निकाल्दिने हो काट्नेसँग हाम्रो सरकार भएन अहिले जस्तै यो त अप टु प्लिन्थ भयो अप टु प्लिन्थमा फेरि त्यो h/3 जोड्नु पर्यो ल्यापिङको लागि त h/3 चाहिन्छ नि त मिनिमम h/3 भनेको 1 मिटर भयो भनेपछि कति भयो 4 पोइन्ट अहिले यहाँ 3.175 छ 4.175 भयो त्यसमा फेरि डेभलपमेन्ट लेन्थ जोड्नु पर्यो नि त जोड्नु पर्छ हो डेभलपमेन्ट लेन्थ जोड्दाखेरि लगभग त्यही 5 को रेन्जमा हुने हो क्या हामी त्यसरी निकाल्दैनौँ हामी ओभरअलमा निकाल्छौँ काट्ने बेलामा चाहिँ अब त्यो साइडमा भएको इन्जिनियरले आफ्नो अनुसारले काट्ने हो है यो हामीले एस्टिमेट गर्दा यसरी गर्ने इस्टिमेट गर्न सजिलो तरिकाले बनाएको हो है अब यति भइसकेपछि यो चाहिँ जुन 1.1 भन्ने भ्यालु छ नि यो 1.1 भन्ने भ्यालु चाहिँ हामीले के गरेको त भन्दाखेरि डेभलपमेन्ट लेन्थबाट निकालेको है त जस्तै यो 1.2 राख्नुपर्छ है त यो चाहिँ 20 mm को हो भने चाहिँ
यो कति छ 55 चाहिएको फर्मुला के 65 चाहियो 65 भनेपछि 1.2 है त्यसपछि यो 0.2 भन्ने जुन साइज छ नि यो चाहिँ 10.5 हो है त भनेपछि यहाँनिर जोड्ने बेलामा पनि तपाईँले के गर्नु पर्यो यो भ्यालु जोड्नु पर्यो प्लस 10.5 वाला भ्यालु जोड्नु पर्यो ठिक छ त्यो गर्दा यति आयो बुझिन्छ है त्यसपछि अब जस्तो C2 र C3 भन्ने कोलम चाहिँ एकैचोटि गरियो किन गरेको त भन्दाखेरि यहाँनिर तपाईँहरूले हेर्नुभयो भने C2 र C3 एउटै खालको छ नि त 420 को छ 416 को छ 420 को छ 416 को छ हो एकैचोटि गर्न मिल्यो नि त हैन अब त्यसपछि यसको लागि पनि हामीले के गर्ने हो त भन्दाखेरि जुन हाइटको कुरा छ हाइटको कुरा चाहिँ हामीले फेरि के गर्नु पर्यो 1.786 को ठाउँमा 1.875 गर्नु पर्यो हैन अब यो 12 भनेको यो चाहिँ नम्बर निकाल्यो नम्बर कसरी गर्यो कोलम n2 को काउन्ट प्लस n3 को काउन्ट इन्टु 4 हुने भयो किनभने 20 को त 4 वटा मात्र आएको छ नि त एउटामा त्यसपछि यहाँनिर के गर्नु पर्यो त भन्दाखेरि यो प्लस 0.2 हैन त ठीक छ बुझिन्छ नि हैन त्यस्तै अब अर्को भनेको 16 mm को बार राखेको छ 4 वटा हो 16 mm को बार राखेको छ भने यो हाइट त सेम नै हो 1.875 त सेम नै हो अब यहाँनिर चाहिँ के हुने भयो त भन्दाखेरि अब चाहिँ हाम्रो घट्ने भयो के अब यहाँनिर कति हुने भयो त भन्दाखेरि हाम्रो 16 इन्टु 0.16 इन्टु 60 गर्ने हो त्यो भनेको 0.96 आउँछ है त यो 0.15 भएछ है 0.96 आयो 0.96 प्लस यो चाहिँ कति हुन्छ भन्दाखेरि 10.5 हो नि त हैन 0.16 हुन्छ 16 चाहिँ राख्दा पनि हुन्छ 0.1 राख्दा पनि पुग्छ है पुग्न चाहिँ भनेपछि यहाँनिर के गर्नु पर्छ भन्दाखेरि 16 को हो यो चाहिँ सेम नम्बर भयो ठीक छ यो हाइट भनेको अब के हुने भयो त भन्दाखेरि त्यही दुईटा डाइमेन्सन जोड्ने हैन त यो डाइमेन्सन प्लस 0.1 ठीक छ यो बुझिन्छ हैन त्यस्तै अब C4 को लागि पनि के गर्नु पर्यो त्यसरी नै गर्नु पर्यो यो चाहिँ 1.875 हुने भयो हैन 16 को यो चाहिँ यहाँनिर कि नम्बर साइज भनेको सेम माथिकै आइहाल्यो हैन अनि यो अरु क्वान्टिटी भनेको त्यसरी नै आउने भयो त्यसपछि C5 मा तपाईहरुले हेर्नुहुन्छ भने C5 मा चाहिँ 16 को र 12 को राखेको छ अब 16 को राखेको छ भने के गर्नु पर्यो त भन्दाखेरि 1.785 हुने भयो हैन त्यसपछि यहाँनिर पनि 16 को राखेको छ भने त्यही भयो नम्बर हैन त्यसपछि यहाँ पनि 1.875 को हो के अरे हैन 875 हैन यहाँ पनि 875 है डाइमेन्सन चाहिँ हो कि खासमा अनि यसमा चाहिँ 12 टाइम्स 60 गर्दाखेरि 0.72 भयो नि त हैन 0.72 भयो यहाँनिर चाहिँ के गर्नु पर्यो यो प्लस 0 ठीक छ बुझिन्छ हैन यति बुझियो हो अब ओभरल्यापमा हेर्नु त जस्तो ओभरल्याप भनेको चाहिँ खासमा योदेखि माथिसम्म पुग्दाखेरि 3 मिटरको केसमा त ओभरल्याप हुँदैन 3 मिटर मात्र छ नि त तर हामी के एजुम्सन गर्छौं भन्दाखेरि त्यो भन्दा माथिपट्टिको सेक्सनमा लानु छ भने जस्तो हाम्रो नर्मल्ली बारको एउटा डन्डीको साइज चाहिँ 12 मिटरको हुन्छ के आउने बेलामा हो
तर हामी 12 मिटरको पुरै राख्दैनौँ। हामी के गर्छौँ त भन्दाखेरि त्यो 12लाई टुक्रा राख्छौँ हो। खासमा के गर्छौँ त भन्दाखेरि त्यो 12लाई 7 र 5 मा टुक्राउँछौँ के। एउटा 7 मिटरको एउटा 5 मिटर गर्छौँ अनि 5 मिटरको चाहिँ फर्स्ट फ्लोरमा ल्यापिङ गर्ने भन्छौँ। 7 मिटरवालालाई चाहिँ त्योभन्दा माथि लगेर ल्यापिङ गर्ने भन्छौँ खासमा। तर खासमा 7 मिटरले पनि पुग्दैन है त। 7 मिटरमा पुग्दैन कि खासमा 8 मिटर भयो भने चाहिँ पुग्थ्यो एक्ज्याक्टली भन्दाखेरि चाहिँ। तर अब हामीले त्यो क्वान्टिटी चाहिँ हाम्रो वेस्ट नजाओस् भन्नको लागि मात्रै त्यसरी गर्ने गरे हो क्या। अलिकति ठुलो बिल्डिङहरूमा चाहिँ हामीले त्यसरी गर्नु हुँदैन। सानो बिल्डिङहरूमा मात्रै खासै फरक नपर्ने भन्नु जस्तो एक तले छ भन्दा केही फरक परेन नि त होइन। 2 तले हुँदाखेरि पनि सकेसम्म त्यो चाहिँ नगर्ने होइन। नगर्ने नै भन्नु पर्यो सकेसम्म। त्यहाँ ल्यापिङ राखिँदैन हामीले। ल्यापिङ जहिले पनि माथि नै लगेर राख्ने किनभने त्यहाँनिर राख्नलाई चाहिँ याच कति हुन्छ त्यहाँ धेरै हुँदैन। लोवर टाइबिङ र उसको हेर्ने हो भने 850 mm हुन्छ धेरै भएको ठाउँमा। 850 mm मा पनि H/3 मा राख्नु पर्यो। तलको H/3 मा पनि चलाउनु पाइएन, माथिको H/3 पनि चलाउनु पाइएन। H/3 भनेको 300 को रेन्जमा भयो। अनि 300 मा त डेभलपमेन्ट लेन्थ पुग्छ त? डेभलपमेन्ट लेन्थ पुग्दैन नि त। त्यो डेभलपमेन्ट लेन्थ नपुग्ने भएर खासमा त्यहाँ ल्यापिङ गरिँदैन। तर यो हामीले ओभरल्याप भनेर किन जोडेको त भन्दाखेरि त्योभन्दा माथिपट्टिको लागि ओभरल्याप पनि त हामीले पहिल्यै क्यालकुलेट गरिदिनु पऱ्यो नि त। पछि आउँछ त हुन त। तर यो ओभरल्याप चाहिँ हामीले के गरिदिएको पहिल्यै क्यालकुलेट गरिदिएको है त। पहिल्यै क्यालकुलेट गरेको भने एउटा सेक्सनमा हामीले आधीलाई चाहिँ ओभरल्याप गर्छौँ हो। आधीलाई ओभरल्याप गर्छौँ भने त्यसको नम्बर चाहिँ यसरी क्यालकुलेट गर्नु पऱ्यो। जस्तो CN1 प्लस CN2 को चाहिँ हाम्रो खासमा 4 वटा मात्रै छ नि त। अनि CN3 पनि 4 वटा मात्रै छ। 4 वटाको अनि फेरि हामीले के गर्ने हो त भन्दाखेरि त्यसको आधालाई मात्रै ल्यापिङ गर्ने हो भने त्यही अनुसार निकाल्नु पऱ्यो क्वान्टिटी। ठिक छ बुझिन्छ नि होइन। अनि त्यसपछि अर्को साइजको जस्तो 16 mm को छ भने 16 mm को युज हुने जुन छ त्यसको नम्बर यसरी हेर्नु पऱ्यो। अनि त्यसलाई पनि आधा गरेर क्यालकुलेट गर्नु पऱ्यो। अनि त्यसपछि 12 को छ भने 12 को लागि 0.72 हो। नम्बर पनि त्यसरी नै क्यालकुलेट गर्नु पऱ्यो। बुझिन्छ। अब कोलमको स्टिरफमा जाउँ है त। अब कोलमको स्टिरफमा तपाईँहरूले हेर्नुहुन्छ भने कोलमको स्टिरफ चाहिँ हामीनेरि ड्रइङमा जे भए तापनि है त। जस्तो ड्रइङमा तपाईँले हेर्नुहुन्छ भने यहाँनिर के लेखा छ भन्दाखेरि 4 इन्चीको 4 इन्चीको डिफ्रेन्समा भनेपछि 100 mm को डिफ्रेन्समा भयो 8 इन्चीको राख्ने भनेको छ। 8 mm को हो। 8 mm को राख्ने। अब यहाँनिर हेर्नु कोलमको साइज कत्रो हाम्रो हेर्नु त 300 बाई 300 को हो। 300 बाई 300 को हो भने स्टिरफको साइज भनेको 40 एकतिर क्लियर कभर अर्कोतिर 40 घटायो भने 80 घट्यो। 220 300 माइनस 80 गर्दाखेरि कति आयो 220 आयो। भनेपछि स्टिरफको साइज 220 बाई 220 हुने भयो। त्यसपछि त्यसको हुक भनेको 0.08 को हुने भयो 10.5। भनेपछि यसको लेन्थ निकाल्नलाई के गर्नु पर्यो 0.08 प्लस 0.22 प्लस 0.22 इन्टु 2 भनेको के हुने भयो 2L प्लस B गरे हो। 2L प्लस B गरे हो नि त फर्मुला। 40 क्लियर कभर घटायो। यता पनि 40 घटायो यता पनि 40 घटायो भनेपछि 220 बाँकी रह्यो नि त। अनि माथिपट्टि पनि 220 बाँकी रह्यो। त्यही भने के भयो स्टिरफको साइज भयो। 300 मा 80 गइहाल्यो। हो त्यसपछि 220 यता भयो। अनि यो चाहिँ हुक लेन्थ भयो 0.08। अब नम्बर क्यालकुलेट गर्नु पर्यो हो। नम्बर क्यालकुलेट गर्दा पहिला हामी के क्यालकुलेट गरौँ त भन्दाखेरि एउटा कोलममा चाहिँ कतिवटा लाग्दो रहेछ भनेर क्यालकुलेट गर्यो भने इन्टु टोटल नम्बर गरिदियो भने आयो। भनेपछि एउटा कोलममा कतिवटा लाग्दो रहेछ भन्ने कुरा चाहिँ त्यो अघि हामीले जुन हाइट कन्सिडर गरिरहेको थियौँ नि त्यो 1.875 भन्ने हाइट यही हाइटमा राख्ने होइन त। किनभने अरू ठाउँमा त चाहिँदैन नि त। हामीलाई चाहिने भनेको यही हाइटमा मात्रै हो। यतातिर त चाहिएन। अरू लेन्थ भएकोतिर चाहिएन। यहाँदेखि यहाँसम्म मात्र चाहिने हो। त्यहाँदेखि त्यहाँसम्म चाहिने हो भने त्यो लेन्थ भनेको 1.875 भयो। त्यो 1.875 लाई 0.1 गर्दाखेरि 18वटा नम्बरको चाहिँदो रहेछ। ठिक छ 18.75 आयो। 18.75 मा हामीले +1 गर्ने होइन त। +1 गर्ने भने 19.75 आयो। तर 19.75 त हुँदैन भनेपछि 20 लिनु पर्यो। ठिक छ। एउटामा 20 हो भने टोटल हाम्रो कतिवटा कोलम छ भनेर हामीले निकालेको छ 18वटा कोलम छ। 18वटा कोलम छ भने 20 × 18 गर्दाखेरि कति आयो 360 आयो।
बुझिन्छ? भनेपछि यो दुईटा मल्टिप्लाई गऱ्यो भने टोटल क्वान्टिटी आउने भयो। अब टोटल क्वान्टिटीमा हाम्रो युनिट वेट भनेको 8 mm को लागि कति हुन्छ त भन्दाखेरि d²/162 हो युनिट वेटको फर्मुला। त्यो गऱ्यो भने यति केजी लाग्दो रहेछ, टोटल यति आयो। ठिक छ? अब यहाँनिर हेर्नुभयो d²/162 d²/162 d भनेको चाहिँ mm मा हुन्छ, अनि आउने जुन उ छ त्यो चाहिँ केजी पर मिटरमा आउँछ। स्टिल अफको वेट निकाल्छ त्यही फर्मुला हो है हजुर। रिबारको वेट निकाल्छ त्यही फर्मुला। ओ रिबारको वेट 162 हुन्छ है फर्मुला। यसको डेरिभेसन पनि तपाईले चाहियो भने गर्न सक्नुहुन्छ क्या, सजिलो छ डेरिभेसन, त्यस्तो कम्प्लेक्स केही छैन। त्यो भोल्युमलाई उसँग इक्वेट गर्ने हो, डाइरेक्टली आइहाल्छ है। त्यसपछि यसको परपेन्डिकुलर डिरेक्सनमा पनि हाम्रो स्टिरअप राखेको छ नि हो, यसरी 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 राखेको छ। अब यसको लेन्थ चाहियो नि त हामीलाई हो, यहाँदेखि यहाँसम्मको लेन्थ। यो भनेको त जस्तो यो बेस भयो, यो हाइपोटेन के अरे परपेन्डिकुलर भयो भने हाइपोटेनस जस्तो भयो नि त हो। भनेपछि 300 को आधा भनेको 0.15 को स्क्वायर प्लस 0.15 को स्क्वायर भनेको यो भयो हो नि होइन। हामीले के गऱ्यौँ त भन्दाखेरि त्यसरी नै यो पनि क्यालकुलेसन गऱ्यौँ है त। यो 220 को आधा छ हो, भनेपछि 0.1 को स्क्वायर प्लस 1.1 को स्क्वायर प्लस 1.1 को स्क्वायर गऱ्यो र स्क्वायर रुट गऱ्यो भने कति आयो 1.55 आयो। त्यही 1.55 हामीले के गर्यो यसको साइज राख्यौँ। ठिक छ? 8 भइहाल्यो, 360 भइहाल्यो, साइज त्यही भएर आइहाल्यो होइन। अनि त्यसपछि टोटल नम्बर पनि निकाल्न सकिहालिन्छ। ठिक छ? बुझिन्छ? अब त्यसपछि रिबार पर फाउन्डेसन टाई बिम एन्ड प्लिन्थ बिममा आउनु पर्यो नि त। अब हामी कहाँ आउनु पर्यो त भन्दाखेरि टाई बिम र प्लिन्थ बिम। टाई बिम र प्लिन्थ बिमको लागि चाहिँ हामी के हेर्छौँ त भन्दाखेरि डाइरेक्टली प्लिन्थ बिम लेआउट हेर्छौँ। ठिक छ? प्लिन्थ बिम लेआउट हेर्छौँ भने अब प्लिन्थ बिम यहाँदेखि यहाँसम्म हो, एउटा ग्रिडमा हेर्ने हो भने जस्तो 1 ग्रिड 2 ग्रिड र 3 ग्रिडमा त एउटै छ, भनेपछि एकैचोटिमा निकाल्न पाइयो। अलङ ग्रिड 1 2 3 भनेर निकालिदिए भयो होइन त। बटम बार अलङ ग्रिड 1 1 2 2 3 3। त्यसपछि हामीले के निकाल्नु पर्यो त भन्दाखेरि यो लेन्थ चाहियो हो। यो लेन्थ भनेको चाहिँ कसरी आउँछ त भन्दाखेरि टोटल लेन्थ हाम्रो कति छ इन्टु इन नाप्ने है त। जस्तो यहाँदेखि यहाँसम्म इन्टु इन नाप्ने हो 19.920 भयो। यसमा यतापट्टिको क्लियर कभर यतापट्टिको क्लियर कभर घटाइदियो भने आयो 19.980 मा के गर्नु पर्यो 40 घटाउनु पर्यो है त। ठिक छ? बुझिन्छ होइन? यो भनेको लेन्थ आयो हो। अब यो लेन्थमा यो जुन यो हाइट छ नि, यो भनेको त त्यसकै डेभलपमेन्ट लेन्थ बराबर हो। 12 को छ भने 72 भइहाल्यो हो। त्यसपछि यो भनेको हाम्रो नम्बर हो। नम्बर चाहिँ कसरी निकाल्नु पर्यो भन्दाखेरि एउटामा कतिवटा राख्ने भनेको छ नि त। जस्तो यसको तपाईहरुले प्लिन्थ बिमको यो प्लिन्थ बिम होइन त, टाई बिम र प्लिन्थ बिम एउटै छ। यसको यहाँ हेर्नु भने दुईटा के राख्ने भनेको छ, टप बार राख्ने भनेको छ, दुईटा बटम बार राख्ने भनेको छ 12 को। एउटामा दुईटा हो, हाम्रो कतिवटा छ 3टा छ हो। 3टा डिरेक्सनमा छ नि त 1 1 2 2 3 3। 3टा डिरेक्सनमा छ भने अगाडि 3 हुने भयो। अनि एउटामा दुईटा राखेको छ भने इन्टु 2 हो। अनि प्लिन्थ बिम र टाई बिमको हामी एकैचोटि क्यालकुलेसन गरिरहेको छौँ भने इन्टु 2 भयो। बुझिन्छ? अनि त्यसपछि नम्बर भनेको यही जोड्नु पर्यो हो। लेन्थको लागि यही जोड्नु पर्यो, नम्बर र यो मल्टिप्लाई गर्यो भने यो आइहाल्यो। त्यसरी नै निकाल्नु पर्यो। ठिक छ? जस्तो अब टप बार भनेको कतिको राखेको छ हेर्नु त यहाँ ड्रइङमा। टप बार भनेको 16 को राखेको छ हो। 16 को राखेको छ भने लेन्थ त त्यही नै हो, तर डेभलपमेन्ट लेन्थ के हुने हो 0.96 हुने भयो। भनेपछि यो लेन्थ पनि के हुने भयो तपाईको बढ्ने भयो हो। यो लेन्थ बढ्यो। नम्बर के हो सेम हो नि त। टपमा जसरी राखेको हो बटममा पनि त्यसरी राख्ने हो। बुझिन्छ? अब हेर्नु त, अब यो अलिकति स्ट्रक्चरको कुराहरू आउनेछ है त। जस्तै एक्स्ट्रा बार राखेको छ नि त हाम्रो हेर्नु त। एक्स्ट्रा बार राखेको छ हो, छेउछेउमा एक्स्ट्रा बार राखेको छ नि होइन। यो एक्स्ट्रा बार राख्ने कन्सेप्ट चाहिँ के हो त भन्दाखेरि यताबाट h/3 मा राख्ने हो, यताबाट h/3 मा राख्ने हो।
बिचको h/3 मा चाहिँ एक्स्ट्रा बार नराख्ने हो क्या। भनेपछि टोटलमा हेर्ने भने 2h/3 मा हुँदो रहेछ हो, अथवा 2l/3 मा हुँदो रहेछ। कति सर h/3? l/3 हो क्या त्यो चाहिँ। यताबाट पनि l/3 यताबाट पनि l/3 मा राख्ने हो क्या एक्स्ट्रा बारहरू चाहिँ। बिचको l/3 मा चाहिँ हुँदैन, ठिक छ। l/3 मा हो भने डाइरेक्टली हामीले 2l/3 लेन्थ लिन पाइयो नि हैन। कोलमको सेन्टर टु सेन्टर लिने है त। जहिले पनि l भनेको कोलमको सेन्टर टु सेन्टरै हुन्छ है। भनेपछि l/3 लिनु पर्यो, यताबाट पनि l/3 यताबाट पनि l/3 भनेपछि 2l/3 हुने भयो त्यसको लेन्थ। भनेपछि मैले के गर्ने त भन्दाखेरि मलाई के थाहा छ भन्दाखेरि ओभरअलमा हाम्रो 19.832 हो भन्ने थाहा छ नि त हो। यो 19.832 को l/3 प्लस l/3 गर्यो भने ओभरअलमै आउँछ। 2l/3 गर्यो भने डाइरेक्टली ओभरअलमै आयो त। हामीलाई त खासमा कट गर्नलाई कत्रो लेन्थ चाहिने भने पिसको चाहिने होइन त हामीलाई त। भनेपछि ओभरअलमै निकाल्दिए भयो त, पेपरमा यहाँ डाइमेन्सन लेखाएको छैन नि त। किनकि खासमा हुन राख्ने चाहिँ यसरी हो, तर ओभरअलमा यत्रो 13 मिटरको राख्ने त होइन, यो पिस चाहिँ फरक हुन्छ। त्यही भएर मैले यस्तो यहाँ चाहिँ डाइमेन्सन लेखाएको छैन हो। भनेपछि पिस चाहिँ कतिको हुने भयो 13.22 को हुने भयो टोटलमा ओभरअलमा। अब यो 13.22 मा हामी के गर्नुपर्छ भन्दाखेरि है त प्रत्येक ठाउँमा हामीले 3 इन्ची एक्स्ट्रा दिनुपर्छ हुक जसरी, थाहा छ नि हैन। प्रत्येक ठाउँमा हामीले के गर्नुपर्छ त भन्दाखेरि यो हेर्नु यो लेन्थ छ नि, यो चाहिँ 3 इन्ची दिन्छौँ क्या हामीले 75 mm हो जस्तो डायमिटर भयो त। 3 इन्ची एक्स्ट्रा दिनु पर्यो भनेपछि 75 mm दिनु पर्यो हो। अनि यो 7 भनेको चाहिँ 7 वटा सेक्सन छ कि तपाईहरुले याद गर्नुभयो भने 1 2 3 4 5 वटा भयो। अनि 5 वटामा यहाँ एक्स्ट्रा चाहिँ 2 तिर दिनुपर्छ नि त हो। त्यो कारणले गर्दाखेरि हामीले के गराएको छ त भन्दाखेरि इन्टु 7 गराएको छ हैन। अब यो 7 लाई घटाएर 7 चाहिँ दुईटा डिरेक्सनमा गरेर दिया हो के खासमा। अर्को डिरेक्सनमा पनि छ नि त 2 तिर। अर्को डिरेक्सनमा हामीले एक्स्ट्रा बार क्याल्कुलेट गरेको छैन के त। खासमा दुईटै डिरेक्सनमा हुन्छ नि त। त्यो अर्को डिरेक्सनको एक्स्ट्रा बार पनि हामीले यही निकाल्दै आएको के। यसलाई 5 गरेर तलपट्टि छुट्टै क्याल्कुलेट गरेर पनि हुन्छ है। जस्तो यसलाई 5 गर्ने हैन, अनि त्यो खासै फरक पर्दैन यो लेन्थमा। अब त्यसपछि यो 0.072 भनेको इन्डको लागि ठिक छ। इन्डमा मात्रै हामीले डेभलपमेन्ट राख्ने हो नि त। बिचवालाहरुकोमा त हामीले डेभलपमेन्ट राखिरहेको हुँदैन। जस्तो बिचवालाको त यहाँबाट यहाँ आएर सकिन्छ, त्यो डेभलपमेन्ट लेन्थ चाहिएन। तर इन्डतिरकोलाई चाहिँ के चाहिन्छ, डेभलपमेन्ट लेन्थ पनि चाहिन्छ। पुरैलाई हाल्ने कुनै त हाल्दिमा पिलरको साइज घटाइ दिनु भयो। त्यसरी 12 को डाल्ने छ नि 12 से 72 हो 720 हो हैन। 720 हाम्रो यो कभर चाहिँ 40 दुवैतिर घटाउने कि एकतिर मात्र घटाउने त हो। एकतिर मात्रै घटाइ अनि जति आउँछ त्यति राख्ने हैन। जस्तो कास्ट फिल्डमा कास्ट गर्ने बेलामा चाहिँ त्यो तपाईको त्यति मात्रै 0.7 राख्छु भने अनि तपाईले सक्दै सक्नुहुन्न के। त्यो कोलमको साइज घटाएर 0.7 राख्नुपर्छ। 0.3 मा त किनभने त्यो कोलम नेपालमा कल्चरै कस्तो छ भने कोलम बनाउने बेलामा त्यो तल्लो फ्लोरको कोलम कास्ट गर्ने बेला माथिसम्मै पुर्याइदिन्छ के। त्यो भने तपाईले त्यो धेरै तल पुर्याउनै सक्नुहुन्न के। माथिको त एक गएको पुर्याउन सकिन्छ तर तलकोलाई चाहिँ माथिकोलाई चाहिँ तल पुर्याउन चाहिँ गाह्रो हुन्छ के है। बुझिन्छ। अब यहाँ हेर्नु त त्यसरी के गर्नु पर्यो, नम्बर आयो हो। अनि 0.072 भनेको दुईतिरको लागि भयो। यो प्रत्येक ठाउँको हुक लेन्थको लागि यसरी हामीले जोड्यौं है त। बुझिन्छ। अब त्यसपछि यो एक्स्ट्रा बारहरुको लागि चाहिँ हेर्नु त यो चाहिँ हाम्रो एक्स्ट्रा बारहरु हो। एक्स्ट्रा बारको लागि चाहिँ नम्बर क्याल्कुलेट गर्नमा चाहिँ गाह्रो हो। नम्बर चाहिँ मैले के गरेको छु त भन्दाखेरि हाम्रो कतिवटा सेक्सन छ हेर्नु त 5 वटा सेक्सन छ हो बीचमा। 1 2 3 4 5 वटा। प्रत्येकमा एउटा आउँछ भने हाम्रो 5 वटा
मध्ये तीनटा चाहिँ तीनटा कोलम छ हो अनि फेरि टप र बटम दुईतिर छ नि त यो त बीमको कुरो भइरहेछ नि अहिले हो बीम त तीनटा छ नि त तीनटा कोलममा छ नि त त्यसरी छ नि त हैन एउटा दुईटा तीनटा भन्नु पर्यो नि त त्यो पुरैको सबैको सबैले एकैचोटि हामीले क्याल्कुलेट गरेर एउटा ग्रिडमा त तपाईँ कति एउटा आयो हैन एउटा ग्रिडमा एउटा साइजको एउटा आयो तर ओभरअलमा क्याल्कुलेट गर्दाखेरि चाहिँ यसरी आयो ठिक छ बुझिन्छ नि अनि यो दुईटा भनेको चाहिँ के को भन्दाखेरि प्लिन्थ र टाइबिङको लागि एकैचोटि गरेको भएर दुई आएको के तीन भनेको चाहिँ एउटामा एउटा गरेर आयो हो हैन पाँच भनेको एउटामा एउटा गर्दाखेरि पाँच आयो हैन तीन भनेको तीनटा ग्रिडमा छ त्यो भएर तीन आयो दुई भनेको चाहिँ प्लिन्थ र टाइबिङको लागि आयो त्यो भएर दुई आयो ठिक छ बुझिन्छ नि हैन त्यस्तै अब अर्को साइजको जस्तो 12 को लागि पनि त्यसरी नै हो 16 को लागि पनि त्यसरी नै हो नम्बर सेम भयो अरु क्याल्कुलेसन सेम भयो ठिक छ त्यसपछि अब बटम बारको कुरा गरौँ है त अघि हामी टप बार गरिरहेको थियौँ हो अब बटम बारको कुरा गर्ने हो भने चाहिँ बटम बार हैन नि टप बार लेख्नुपर्ने रे यसो मिस्टेक भएछ अर्को ग्रिडमा आएको के हामी बटम बार ग्रिड अलग एबीबी भनेको चाहिँ कुन हो त भन्दाखेरि यसको परपेन्डिकुलर डाइरेक्सन हेर्नु पर्यो हो ए देखि ए पी देखि बी सी देखि सी डी देखि डी एकैचोटि गरेको के हामीले यो गर्ने हो भने यो लेन्थ भने त यहाँदेखि यहाँसम्म जोड्नु पर्यो हो त्यही जो 7.238 आयो त्यसमा डेभलपमेन्ट लेन्थ त्यसरी नै गर्नु पर्यो हुक लेन्थ त्यसरी नै गर्नु पर्यो नम्बर त्यसरी नै क्याल्कुलेट गर्नु पर्यो अब नम्बर क्याल्कुलेट गर्दाखेरि चाहिँ हाम्रो 6 वटा ग्रिड छ हो एउटामा दुईटा बार चाहिरहेछ हो अनि प्लिन्थ र टाइबिङ गरेर दुई भयो बुझिन्छ त्यसरी नै के गर्नु पर्यो एक्स्ट्रा बारहरुको पनि सेम क्याल्कुलेसन हो ओभरल्यापहरुको पनि सेम क्याल्कुलेसन है त बुझिन्छ है त्यसपछि अब प्लिन्थ बीम र टाइबिङको लागि स्टिरअपमा आयो हामी हो अब स्टिरअपको लागि तपाईहरुले हेर्नुहुन्छ भने स्टिरअपको लागि चाहिँ के हो त भन्दाखेरि स्टिरअपको साइज भनेको चाहिँ के हो त भन्दाखेरि हाम्रो टोटल साइज कत्रो छ हेर्नु त टोटल साइज 300 को छ हो 300 मा 25 mm 25 mm घटाउने यता हो बीमको केस हो भने बुझिन्छ बीमको केस हो भने 25 25 घटाउनु पर्यो भनेपछि कति आयो 0.25 आयो होला अर्कोतिर भनेको 230 को छ 230 मा चाहिँ 50 mm घटाउँदाखेरि कति आयो 18 आयो भनेपछि 25 बाइ 18 भयो 250 बाइ 18 भयो हुक जोड्नु पर्यो भनेपछि लेन्थ आयो हो सकिन्छ नि हैन त्यसपछि अब नम्बरको कुरा हो है त अब नम्बर चाहिँ अलिकति कम्प्लिकेटेड छ है त नम्बरको लागि चाहिँ के गर्ने हो त भन्दाखेरि खासमा हाम्रो ग्रिड कसरी छ हेर्नु त एउटा डाइरेक्सनमा यसरी छ अर्को डाइरेक्सनमा अर्को तरिकाले छ भनेपछि यो भनेको एउटा डाइरेक्सनको लेन्थ भयो जस्तो 7.238 भन्ने एउटा डाइरेक्सनको लेन्थ भयो हो यसमा कतिवटा छ हेर्नु त एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा छ भनेपछि इन्टु 6 गर्नु पर्यो ठीक छ त्यसपछि अर्को डाइरेक्सनमा भनेको तीनटा छ नि हैन के 34 भनेको यो भ्यालु हो यो डाइरेक्सनमा तीनटा छ हो 1 1 2 2 3 3 गरेर तीनटा छ नि त हैन अनि त्यसमा हामीले के गर्नु पर्छ भन्दाखेरि घटाएको डाइमेन्सन चाहिँ के घटाएको त भन्दाखेरि जुन बीचमा कोलमको पोर्सन हुन्छ नि कोलमको पोर्सनमा त हामीले स्टिरअप राख्दैनौं कोलम भनेको 6 त्यहाँ 18 वटा छ हो 6 × 3 भनेको कोलमको नम्बर हो इन्टु 0.35 भनेको चाहिँ हाम्रो त्यो कोलमको साइज भयो हो अनि इन्टु 2 भनेको चाहिँ हामीले के गरेको त भन्दाखेरि तल र माथिको लागि घटाइदिएको है एकैचोटि यो चाहिँ नघटाउँदा नि हुन्छ है एकैचोटि किनभने हामीले नम्बर डबल गराएको छौं के पछि त्यो भएर यो चाहिँ पछि आफै घट्छ के किनभने यहाँनिर 96 भनेको एउटाको लागि निकालेको छ हामीले इन्टु 2 गरेर दुईटाको लागि निकालेको छ प्लिन्थको र टाइपिङको लागि हैन यो भनेको लेन्थ भयो लेन्थ डिभाइड बाइ स्पेसिङ गर्नु पर्यो अब स्पेसिङको लागि चाहिँ के छ भन्दाखेरि यहाँ हेर्दा यहाँनिर हामीले स्पेसिङ के गरेका छौं कुनै ठाउँमा चाहिँ कोही त स्पेसिङ लेखा नै यहाँ लेखा छ यहाँ लेखा रहेछ जस्तो यहाँनिर 8 5 स्टिरअप 100 को सेन्टर टु सेन्टरमा राख्ने भनेको छ यहाँ फेरि सबैमा 100 100 बनाइदिनु भएछ पछि ड्रइङै चेन्ज हामीले हेर्नु नि त केटाहरूले
जस्तो यहाँ 8 5 100 to 100 मा गर्ने भनेको छ हो 100 to 100 मा गर्ने हो भने चाहिँ के हुनु पर्यो त भन्दाखेरि त्यहाँनिर लेन्थ पनि चेन्ज गर्नु पर्यो नि त अब हो यहाँ चाहिँ 0.1 मात्रै हुनु भयो है त अब यहाँ थोरै चेन्ज हुनु भयो 0.1 भयो हो त्यो हो भने नम्बर यहाँ त्यही नम्बर हो राउन्ड अफ गरेर ल्याएको यही नम्बर यहाँ आयो ठिक छ लेन्थ आइहाल्यो क्वान्टिटी आउँछ त्यसरी नै निकाल्नु पर्यो ठिक छ खासमा यो अहिलेको यानबिसीले चाहिँ 0.1 मै राख्नुपर्छ भनेको छ के खासमा हामीले त्यो आइएसबाट गर्दाखेरि चाहिँ 150 मा आउँथ्यो लगभग त्यो प्रायः चाहिँ कोलमको एमआई3 वालामा चाहिँ 0.1 पाए त्यसै अरु ठाउँमा 0.1 राखेको रहेछ हो पिलरमा भोल्टेजको फरक हुँदो रहेछ पिलरमा पनि फरक हुन्छ पिलरमा चाहिँ के हुन्छ त भन्दाखेरि तलपट्टिको पोर्सनमा एउटा हुन्छ माथिपट्टिको पोर्सनमा अर्कै तरिकाले राखेको हुन्छ के L/3 भनेको चाहिँ अलिकति स्ट्रक्चरमा चाहिँ एउटा इम्पोर्टेन्ट प्यारामिटर हो के यो भयो अप टु प्लेन्सको बुझिन्छ नि सबै हैन अब अप टु प्लेन्स तपाईहरुले बुझ्नुभयो भने यो भन्दा सजिलो छ अप टु फर्स्ट बीम किन भन्नु त किनभने बीमसम्म हेर्ने हो भने त कोलमको हाइट भनेको त्यही 3 मिटर हो अनि बीमको अगाडि तल जसरी गरे माथि त्यसरी नै गर्ने हो कोलमको हेर्नु त 3 मिटर हाइटको कोलम भयो 20 को राखिरहेछौँ हामीले हो 20 को राखिरहेछौँ भने नम्बर आयो कट लेन्थ भनेको 3 मिटरको मात्रै भयो एक्स्ट्रा केही जोडेको छैन है एक्स्ट्रा हामी जोड्छौँ अहिले त्यसपछि टोटल बार लेन्थ आयो यो आयो यसरी क्याल्कुलेट गर्यो अब हामी के गरिदिन्छौँ त भन्दाखेरि यसको लागि हामीले एक्स्ट्रा चाहिँ यसरी जोडिदिन्छौँ हैन त डाइरेक्टली ओभरल्याप भनेर जोड्यौँ हैन नम्बर त्यही अनुसार क्याल्कुलेट गर्दै जानु पर्यो त्यो कतिवटा बार छ भनेर हैन अनि त्यसपछि कट लेन्थ त्यो भयो यसरी के गर्नु पर्यो 20 को लागि यसरी जोड्नु पर्यो 16 को लागि पनि जोड्यो 12 को लागि पनि जोड्यो है त यहाँनिर हेर्नु भने चाहिँ यसमा फर्स्ट फ्लोरमा चाहिँ 12 को पनि राखिदिएको छ है त्यो लास्टकोमा चाहिँ 4 12 को पनि छ के यसरी ल्यापिङ छ 3 मिटर माथि गएर त्यसपछि यो एन्डी छ नि हाम्रो त्यो त हाफ पोर्सन मात्र चलाउँछ टोटली त्यति अनि हाम्रो त माथि पनि हुन्छ त्यो डन्डीको ल्यापिङ चाहिँ बीचमा मात्रै गर्न पाइन्छ है पार्न त पाइयो तर त्यो डन्डी त हल्का माथि पनि ल्यायो भने त्यो हिसाबले गर्नु भएको छैन त्यो हिसाब अर्को फ्लोरमा गरेको छु जस्तो कसैले चाहिँ म एक फ्लोरको मात्रै बनाउँछु भने यति मात्रै क्वान्टिटी आउँदै हो के हामीले फ्लोर वाइज क्याल्कुलेसन गर्न 3 मिटर राख्यो त्यसमा आउने ल्यापिङको पोर्सनको यसैमा तान्दिनु अर्कोमा फेरि अर्कै जान्छ जस्तो यो के हुन्छ भने गभर्नमेन्ट प्रोजेक्टहरुमा चाहिँ जस्तो अहिले चाहिँ यो हाम्रो 3 तला बनाउन सकिदैन भने एक तलाको मात्रै पनि ठेक्का लगाइरहेको हुन्छ के त्यो भएर चाहिँ हामीले खासमा यसरी क्याल्कुलेसन गर्नु पर्यो हो के जस्तो रेसिडेन्टलमा त हाम्रो यति बनाउने भन्ने फिक्स हुन्छ त्यति नै बजेट हुन्छ त्यही अनुसार जानु पर्यो त्यतिखेर चाहिँ हामीले कत्रो काट्ने हो त्यो विषय अनुसार हिसाब गर्दा हुन्छ बुझ्नु भएन यतिको काट्ने हो भन्ने हामीलाई थाहा हुन्छ त्यो अनुसार गर्दा भयो तर गभर्नमेन्ट प्रोजेक्टहरुमा चाहिँ के हुन्छ त भन्दाखेरि बजेट पुगेन भने एक तला मात्रै बनाएर छोड्ने पनि चलन हुन्छ के हो बुझिन्छ अब बीम फर रिबारमा पनि के हो त भन्दाखेरि अघिकै क्याल्कुलेसन हो है त अघि हामीले जसरी क्याल्कुलेसन गरेर त्यो 19.8 मा त्यो डन्डी अघि 12 को थियो भने अहिले के भयो 16 को डन्डी भयो अरु केही चेन्ज छैन है त अरु के छ सेम छ है बुझिन्छ यो बुझिन्छ हैन अब यहाँनिर यसको स्टिरअपको लागि पनि के हो त सेम नै कुरा हो है त ठीक छ ल बुझिन्छ हैन यति अब त्यसपछि अप टु सेकेन्डमा जानुहुन्छ भने पनि 2.85 आइरा छ यहाँ 2.77 आइरा छ है थोरै कम छ के योलाई पनि पाएको 2.7 मा पुग्यो अनि यहाँ एक ठाउँमा बढी क्वान्टिटी क्याल्कुलेट भइरहेको छ यो त 2 नै हो यहाँ हो गयो 7 हैन कि यो 5 मात्रै हो ल अब यो सेकेन्ड बोममा पनि एउटै हो अब यहाँनिर एउटा पहेँलो लागेको पर्सन छ नि यो चाहिँ अलिकति बुझ्नु पर्ने पर्सन है त किनभने अरु बीम कोलमको त हामीले गरिराखेकै कुरा भइहाल्यो स्टिरअपको त हामीले गरिरहेको छैन नि त लिन्टेल र सिलको लागि हेर्नु है त
अब यो लिन्टेल र सिलको लागि चाहिँ हामीले अब स्ट्रक्चर ड्रइङमा कहीँ पनि स्पेसिफाई गरे हुँदैन कि यति लेन्थ भनेर कहीँ पनि स्पेसिफाई गरे हुँदैन हो नि त। स्ट्रक्चर ड्रइङमा लेखाएको छ कहीँ पनि कहीँ लेखा हुँदैन। अब यो चाहिँ कहाँबाट ल्याउने भन्दाखेरि त्यो हामीले अस्ति इस्टिमेट गर्ने बेलामा जुन लिन्टेलको लेन्थ निकालेको थियो नि त्यही लेन्थ हो भनेपछि हामीले के गर्छौँ त भन्दाखेरि त्यो इस्टिमेटमा जुन लिन्टेलको लेन्थ थियो त्यही लिन्टेलको लेन्थ सिक्यो है र। त्यो टोटल पनि यसमै लिनु पर्यो, सिल पनि के गर्नु पर्यो त्यसरी नै लिनु पर्यो होइन। अनि यो लिन्टेलमा पनि 2 हुने भयो, सिलमा पनि इन्टु 2 हुने भयो होइन। अनि के गर्नु पर्यो स्टिरअप भनेको त्यही लेन्थमा हाम्रो 150 सेन्टर टु सेन्टर गरेर निकाले हो यो हुक। यसको चाहिँ यस्तो छ है, यो स्टिरअपको चाहिँ हाम्रो खासमा 230 को हुन्छ वाल एजुम्सन है। अब यो त्यो सानो वाल छ 110 को वालको लागि पनि हामी अहिलेलाई चाहिँ 230 कै मानेर स्टिरअप क्यालकुलेसन गरिरहेका छौँ है। पछि घटाउँछौँ हामी चाहियो भने। 230 को वाल छ हो, 230 को वाल भनेपछि त्यसमा कभर घटाउनु पर्यो। 25 यता 50 यता घटाउँदाखेरि कति बाँकी रह्यो 180 बाँकी रह्यो हो। अब 180 मा फेरि त्यो हुक पनि त जोड्नु पर्यो। हुक भनेको जेनरली प्राय हामीले 3 इन्ची राख्ने हो, 75 राख्ने हो, तर यहाँ 50 मात्र राखेको छ है, 2 इन्ची राखेको छ है। यो उसको लागि चाहिँ यसको लागि चाहिँ 2 इन्ची भइपुग्छ कि त्यो भएर 2 इन्ची राखेको छ। अनि ओभरअलमा यो निकालेको छ है। ओभरल्याप पनि के गर्नु पर्यो त्यसरी नै क्यालकुलेट गर्ने हो होइन। सेम तरिका भइहाल्यो, बिमको लागि सेम तरिका भइहाल्यो, बुझिन्छ। अब त्यसपछि रुफमा आयो है त। रुफमा तपाईँले हेर्नुहुन्छ भने कोलम के हुन्छ त भन्दाखेरि कुनै कोलम अरू चाहिँ माथि जाँदो रहेछ। जस्तो हाम्रो यहाँ एक्सटेन्सनको लागि पनि छोडिदिएको छ कि, जस्तो हाम्रो खासमा 3 मिटर हो, फर्दर तपाईँले तल थप्नु पर्यो भने त के चाहिन्छ त भन्दाखेरि त्यो रिभार भनेको त्यसको L/3 प्लस डेभलपमेन्ट लेन्थ बराबरको रिभार त छोडिदिनु पर्ने हुन्छ। त्यो भएको हामीले टिप टपको लागि के गरेका छौँ त्यति रिभारको लेन्थ पनि छोडिदिएका छौँ है त। 3 मिटर त्यो भयो होइन, अनि L/3 का लागि 1 मिटर भयो, त्यसपछि LD त्यसको जोड्दाखेरि त्यो 4.96 फुल हाइट नै त्यो जोड्नु भयो। 3 मिटर प्लस 1 मिटर प्लस 0.016 into 60 गरेको छ क्या। LD पनि त जोड्नु पर्यो नि त। त्यसरी 4.96 आयो, नम्बर त्यही भइहाल्यो, अनि अरू कुराहरू सेम भइहाल्यो, बुझिन्छ। अब हेर्नु त C1 यो 3टा चाहिँ उसको भयो। यहाँ अर्को एउटा टर्म थपेको छ रिभार फर फर्दर एक्सटेन्सन भनेर पनि जोडिदिएको छ के। जस्तो अहिलेलाई चाहिँ हाम्रो स्कुल 2.5 तलाको छ यो हो। यो स्कुल कत्रो छ 2.5 तलाको छ कि यहाँनिर हेर्नुभयो भने कहाँ छ हौ 2.5 तलाको मात्रै छ। अब कुनै बेला यो स्कुल थप्नु पर्यो भने त त्यहाँनिर कोलमको लागि त एक्सटेन्सन गर्न मिल्ने गरी छोडिदिनु पर्यो हो। त्यो एक्सटेन्सन गरेर छोड्नको लागि त यहाँ एक्सटेन्सनको लागि फर्दर एक्सटेन्सनको लागि के छोडिदिनु पर्यो त भन्दाखेरि 1 मिटर भनेको h/3 भयो प्लस त्यही 65 चाहिँ हाम्रो एक्सटेन्सनको लागि छोडिदिनु पर्यो भनेर जोड्या हो। यो चाहिँ नजोड्दा नै हुने टर्म हो है त। त्यसपछि बिमको लागि के हुने भयो, रुफको बिमको लागि त्यसरी नै जोड्नु पर्यो है। त्यसपछि हाम्रो रुफको स्ल्याबको लागि पनि त्यसरी नै क्यालकुलेट गर्नु पर्यो है त। स्ल्याबको लागि के हुन्छ त भन्दाखेरि स्ल्याबमा टप र बटम हुन्छ होइन। स्ल्याबमा चाहिँ तल मात्रै राख्ने गरिन्छ त, 2टा ग्रिडमा हो। एउटा ग्रिडमा एकतिरबाट अर्को ग्रिडमा अर्को ग्रिड तरिकाले भयो। त्यसपछि नम्बर त्यही स्पेसिङ डिभाइड बाई गरेर नम्बर निकाले हुन्छ 0.15 गरेर। अनि त्यो चाहिँ स्ल्याबको रुखको स्ल्याबको लागि मात्रै होइन। अब अर्को स्ल्याबको लागि अब जस्तो हामीले अगाडि फर्स्ट बिमसम्म गऱ्यौँ, सेकेन्ड बिमसम्म गऱ्यौँ, त्यहाँनिर स्ल्याबको लागि भनेर क्यालकुलेट गरेको थिएन नि त होइन। त्यहाँनिर हामी बिम र कोलम मात्रै गर्दै गइरहेको थियौँ। अब स्ल्याबको लागि यहाँ छुट्टै गरेको छ है त। स्ल्याबको लागि छुट्टै किन गरेको त भन्दाखेरि त्यो फर्स्ट फ्लोरको र सेकेन्ड फ्लोरको एउटै हुन्छ भनेर चाहिँ एकैचोटि गरेको हो क्या। यहाँ चाहिँ भयो शेड्युल फर स्ल्याब भनेर लेख्नु पऱ्यो होइन। अगाडि पनि के लेखेको अप टु त्यो त सेकेन्ड फ्लोर भयो नि त होइन। अप टु फर्स्ट बिम हो यो।
यो चाहिँ ठिक छ यो चाहिँ अप टु प्रिन्ट हुनु पर्यो हैन ठिक छ अब स्ल्याबको लागि हेर्नु त स्ल्याबको लागि हेर्ने हो भने स्ल्याबलाई चाहिँ हामी दुईटा पोर्सनमा तीनटा पोर्सनमा बाँड्छौँ है त यसमा चाहिँ यसलाई कुन स्ल्याब भन्ने फर्स्ट कभर स्ल्याब भन्ने कि ग्राउन्ड कभर स्ल्याब भन्ने त फर्स्ट ग्राउन्डकै हो नि यो त ग्राउन्ड कभर स्ल्याब भन्ने हैन यस्तो भन्नु भने फर्स्ट कभर स्ल्याब फर्स्ट फ्लोरलाई कभर गर्छ अनि फर्स्ट भन्नु पर्यो ग्राउन्ड फ्लोर सिस्टमले ब्रिटिस राम्रो सिस्टमलाई अब हेर्नु त यहाँनिर के हुन्छ त भन्दाखेरि हाम्रो स्ल्याबलाई चाहिँ हामी दुई भागमा बाँड्छौँ कि एउटा चाहिँ यहाँदेखि यहाँसम्मको स्ल्याब यो ओपनिङमा त स्ल्याब हुँदैन अनि एउटा चाहिँ यो पोर्सनको स्ल्याब है ठिक छ अब यो पोर्सनको स्ल्याबको लागि पहिला हामीले स्ल्याबको टप यो बटम रेन्फोर्समेन्ट हेर्ने हो भने बटम त के हुन्छ इन टु इन हुन्छ हो लेन्थ निकाल्न सकिन्छ यसको पर्पेन्डिकुलर डिरेक्सनको पनि लेन्थ निकाल्न सकिन्छ हो भनेपछि अलग एउटा डिरेक्सनमा एउटा ग्रिडमा हेर्ने हो भने पहिला जहिले पनि लङ्गर राख्छौँ है हामीले पहिला लङ्गर बिममा पनि त्यस्तै हो बिमको डन्डीको छाउँदाखेरि पहिला कुन राख्ने ठुलो राख्ने कि सानो पहिला बिमको डन्डीमा त खासै त्यस्तो फरक पर्दैन किन चारवटा मात्रै हुन्छ नि त चारवटा हुने बेलामा त त्यसको पोजिसनै फिक्स हुन्छ नि त स्ल्याबमा चाहिँ प्रायः चाहिँ हामी के गर्छौँ भन्दाखेरि पहिला लङ्गर ओछ्याउँछौँ अनि त्यसपछि सटर ओछ्याउँछौँ क्या सजिलो हुन्छ भन्ने कुरा पनि भयो काम गर्न सजिलो हो नि त जस्तो सटर उछाएर अनि त्यसपछि लङ्गरलाई गर्दाखेरि बाँध्न गाह्रो हुन्छ पहिला लामोलाई ओछ्याउनु भयो अनि सर्टलाई बाँध्न त सजिलो भयो त्यो गर्न पनि सजिलो अनि अर्को कुरा के पनि हुन्छ भने जस्तो त्यो सटर जुन स्प्यान हुन्छ नि सटर स्प्यानतिर बारको साइज ठुलो आइरहेको हुन्छ क्या प्रायः हो अनि त्यो बाँध्नलाई चाहिँ सजिलो हुने भएर त्यसरी गरे हो अनि त्यो जुन ठुलो हुन्छ त्यसलाई टप बार मान्ने सिस्टम छ त्यसलाई टप बार मान्दा बित्तिकै अनि के भयो त त्यसरी बाँध्ने बेलामा चाहिँ त्यसरी भनिन्छ है त यो भनेको लेन्थ आयो हो यो भनेको त्यो रुट भयो अनि अर्को डिरेक्सन 8को ल्याएको है रुट भनेको खासमा यो 2 इन्ची मात्र ल्याएको यो चाहिँ 2 इन्ची प्र्याक्टिकल्ली राख्यो है ठिक छ त्यसपछि अर्को डिरेक्सनमा पनि त्यसरी नै राख्यो अर्को ग्रिडमा पनि त्यसरी नै राख्यो होइन त्यसपछि ओभरल्याप राख्यो हो त्यसपछि अर्को वाइ डिरेक्सनमा पनि त्यसरी नै क्यालकुलेट गर्नु पर्यो ठिक छ त्यसपछि टप बारको लागि हेर्नुहुन्छ भने चाहिँ पिस गरेर निकाल्नुपर्छ है टप बारमा चाहिँ के हुन्छ त भन्दाखेरि जस्तै यो पिसमा एउटा लेन्थ हुन्छ अर्को पिसमा अर्को लेन्थ हुन्छ अर्को पिसमा अर्को लेन्थ छ भनेपछि त्यो फरक पिसको लागि फरक लेन्थ हुने भएर यसरी निकाल्नु पर्यो ठिक छ त्यसपछि अब अरू ग्रिडहरूमा पनि यसरी नै पिस गरेर निकाल्नु पर्यो है त यो चाहिँ एउटा स्ल्याबको लागि भयो जस्तो तपाईँले दुईटा फ्लोरमा हेर्नुभयो भने दुईटा फ्लोरमा स्ल्याब के छ एउटै छ के फर्स्ट फ्लोरमा पनि एउटै छ ग्राउन्ड फ्लोरको स्ल्याबमा पनि एउटै छ भनेपछि त्यो एकैचोटि ओभरअलमै क्यालकुलेट गरिदियो भयो तर यहाँनिर नम्बर चाहिँ 2 गरेको छैन पछि हामीले क्यालकुलेट गर्ने बेलामा अब्स्ट्र्याक्टमा चाहिँ इन्टु 2 गर्छौँ क्या यसको स्पेसिङको लागि चाहिँ के गरेछ भने जस्तै यो 16.990 भयो नि होइन यसको 16.990 भनेको लेन्थ भयो स्पेसिङको लागि चाहिँ के गरेछ त भन्दाखेरि यसको त अर्को डिरेक्सनमा हुने हो नि त अर्को डिरेक्सन भनेको यहाँनिर 8.22 होइन त यो 8.22 डिभाइड बाई के गर्नु पर्यो 0.15 प्लस 1 गर्नु पर्यो अनि जस्तो अब अर्को 8.22 वालाको लागि चाहिँ माथिबाट लिएको छ के बुझिन्छ ल अब यो भयो त्यसपछि अब अलिकति कम्प्लेक्स भनेको चाहिँ स्टेयरकेस भयो है त अब स्टेयरकेसमा चाहिँ के हुन्छ भन्दाखेरि यहाँनिर हेर्नु त अब यो चाहिँ ड्रइङ अनुसार हुन्छ होइन ड्रइङ कहाँ हुन्छ स्टेयरकेसमा हेर्नुहुन्छ भने एउटा यो बान्दी हुन्छ यो डन्डीलाई मेन बार हुन्छ है स्टेयरकेसको केसमा चाहिँ तल्लोलाई चाहिँ मेन बार भन्छ
बटमकोलाई मेन बार भन्छ। अनि त्यसपछि यो बटमको मेन बार हो भने यसको लेन्थ भनेको चाहिँ यहाँ ल्यान्डिङबाटै काउन्ट हुन्छ हो। हुन्छ है यो बार हो भनेपछि लेन्थ यहाँबाट यहाँसम्म प्लस यहाँदेखि यहाँसम्म प्लस यहाँदेखि यहाँसम्म पुरै जोड्नु पर्यो भनेपछि लेन्थ के हो त्यसरी नै तिनवटा जोडेर आउने भयो। ठिक छ, यो तिनटै लेन्थ जोडेको छ यसमा। त्यसपछि अर्को बार भनेको चाहिँ के हुन्छ त भन्दाखेरि त्यसलाई चाहिँ बाइन्डर्स भन्छ के। बाइन्डर्स भनेको चाहिँ यसको यो जुन थुप्रो थुप्रो देखाइरहेको छ नि यसको परपेन्डिकुलर हुने हो। यो चाहिँ 150 को सेन्टर टु सेन्टर डिस्टेन्समा हुन्छ। अब यो बाइन्डरहरू चाहिँ 1.5 मिटरको हाम्रो स्टेकेस छ भने 1.5 मिटरकै हुने भयो होइन त। 1.5 मिटरकै बाइन्डर हुने भयो, नम्बर त्यसरी नै क्यालकुलेट गर्ने हो। अब यहाँनिर मेन बारको तपाईँहरूले हेर्नुहुन्छ भने मेन बारको नम्बर चाहिँ कसरी क्यालकुलेट गरेर छ भन्दाखेरि एउटा सेक्सनमा हेर्नुहुन्छ भने 1.5 मिटर होइन त। 1.5 मिटरमा 150 सेन्टर टु सेन्टर राख्यो भने 10 वटा लाग्यो हो। 10 वटा भनेपछि प्लस 1 गर्नु पर्यो, 11 वटा लाग्यो। अनि ल्यान्डिङ त दुईवटा छ नि त, एउटा यहाँसम्म पुग्नु पर्यो, एउटा यहाँसम्म पुग्नु पर्यो भनेपछि इन्टु 2 गर्यो। ल्यान्डिङ सहित क्यालकुलेट गरेर छ है मेन बारमा चाहिँ। ल्यान्डिङ सहित क्यालकुलेट गरिरहेको छौँ कि हामीले। ल्यान्डिङ सहित गर्दा त त्यति लेन्थबाट गर्दा त ठ्याक्कै आइहाल्छ नि त त्यतिको होइन। भनौँ यो डाइरेक्सन चाहिँ यसमा पठाउँदाखेरि त त्यसैबाट निस्किहाल्छ नि त, त्यसमा जोड्नु पर्यो नि त। 1.5 डिभाइडेड बाई 0.15 गर्दाखेरि त्यति लेन्थको कतिवटा जान्छ त निस्किहाल्यो नि त्यहाँबाट होइन। यहीबाट निक्ल्यो जस्तो यहीबाट निक्ल्यो क्या। त्यसमा एउटा +1 गरेको छैन त्यति मात्र। +1 यहाँ गरेर छ कि इन्टु 2 गरेर 11 छ। यो तपाईँको तल र माथि दुईटैको लागि एकपल्ट निकाल्दै क्या। दुईटा ल्यान्डिङको लागि एकैचोटि निकाल्दियो। फर्स्ट फ्लाइट र सेकेन्ड फ्लाइटको लागि फर्स्ट फ्लाइट र सेकेन्ड फ्लाइटको एकैचोटि क्यालकुलेसन गऱ्यो हो। त्यसपछि टप बार मेन भनेको छ नि, मेन बार टप भनेको छ नि हो। यो 2.2 चाहिँ कसरी आएको त भन्दाखेरि यहाँनिर हेर्छ, यहाँनिर टपमा चाहिँ यो बारको क्यालकुलेसन हो क्या। यो बारको यसलाई के गर्ने एउटा 3 मा राखेको चाहिँ के छ यसको लागि चाहिँ यो 600 मा राखेको छ होइन। यही जोड्ने हो हामीले। अनि यो चाहिँ यो त्यही 600 जोड्ने 1.5 त्यो भयो। यो 600 भनेको चाहिँ डेभलपमेन्ट बराबर हो क्या खासमा। अब त्यो चाहिँ बारको डन्डीको साइज अनुसार हुन्छ। खासमा 720 हुन्थ्यो, हामीले चाहिँ अलिकति बढाएर त्यो त्यहाँ फिगरमा 600 भयो भने हामीले 720 राखेको छ है प्र्याक्टिकली राखेको लागि। अनि नम्बर पनि त्यसरी नै क्यालकुलेट गर्नु पर्यो हो। अनि त्यही कुराहरू यसरी क्यालकुलेट हुने भयो। ठिक छ, त्यसपछि ओभरल्याप निकाल्नु पर्यो हो। ओभरल्याप भनेको चाहिँ यही बारहरूमा ओभरल्याप हुने हो। नम्बर त्यसरी नै क्यालकुलेट गर्नु पर्यो होइन। ओभरल्याप चाहिँ डाइरेक्ट नम्बर बाई 2 गरेको छ। टोटल नम्बर भनेको यसको नम्बर प्लस यसको नम्बर डिभाइड बाई 2 गरिदिएको छ कि। यसमा त माथिको तलकोमा त आउँदैन होला किनभने 7 मिटरको डन्डी छ, त्यहाँ त ल्यापिङ आउने चान्सै छैन। तल माथिको मात्र आउँछ होइन। यसमा चाहिँ बिचमा ल्यापिङ हुन्छ क्या यहाँ कुनै ठाउँमा दिनै पर्छ चाहिँ। हजुर दिनै पर्छ त्यस्तो ल्याप अल्टरनेटिङ ल्यापिङ दिँदा मिटरको भन्दा तल ल्याउने किन दिनु त्यो पनि नदिँदा नि हुन्छ। तर अब हामीले क्यालकुलेट गर्ने बेलामा त गरिदिनु त पऱ्यो नि त। 50% दिने 50% क्यालकुलेसन गरिदिने हामीले केही फरक परेन। पछि चाहिएन भने त फिल्डमा हालेन भने त उसले एकैचोटि क्यालकुलेट गरिहाल्छ नि। यो 22 + 60 डिभाइड बाई 2 गरिदिएको छ कि डाइरेक्टली। अनि त्यसपछि बाइन्डरको लागि पनि त्यसरी नै क्यालकुलेट भइहाल्यो। ठिक छ, बुझिन्छ होइन। यो पनि चाहिँ मेट्रिक टनमा त्यसलाई 1000ले डिभाइड गर्नुभएको 356.3 लाखमा आयो टोटल। 1000 ले डिभाइड गरेर मेट्रिक टनमा निकालेको। त्यसरी अब समरी सिटमा हेर्नुहुन्छ भने यहाँ के गरिरहेको छ त भन्दाखेरि अप टु प्लेन यति, अप टु फर्स्ट विङ यति, अप टु सेकेन्ड विङ यति, रुफको यति, टोटलमा यति। बुझिन्छ। अनि टनमा 1443 टन हो, मेट्रिकमा त्यति हैन हो। केजीमा चाहिँ 14000 भयो, मेट्रिक टनमा चाहिँ 14.43 भयो। कति त त्यहाँ बढी छ डिभाइड गरेर 144 होइन डिभाइड बाई डाइरेक्टली 1000 गरेको छ त अनि कहाँ फरक आउँछ? एउटै आउँछ नि।
बुझिन्छ? यति नै हो गर्नुपर्ने है त। अब यो पनि एकछिन